9 बेत बसेँ। एक छोरी 20 वर्षै मरी। 20 वर्षै मरी। नाउली बिहा गरे। नाउली गएको भन्छ भने तर चाहिँ जाजी त्यो राइली छोरी त्यो बौलाग बिहा गरे आइन के मुखिया छोरा हो त्यहीको बिहा गरे। दशालती बिहा गरे। जेठा दशालती त्यही बिहे म असरा दशालती कोही मेरो नातो गोठ बिहा नगरिदिए आफ्नो आफूमा। दशालती नगर बिताता दहैती बिहा गर्ला भन्दा भन्ने बड्डाले हरिकली नहो मरे म मरु लाने बुहारी ल्याइदिन्छु भनेर बड्डाले दहैती बिहा गर्छु। दशालती पछि मुखिरा 5 गते कति बडा आउला पऱ्यो। बडा आउला त आयौँ 10 गते कति त मरिगयो। के भएर मर्नुभयो? वहीँ गयौँ। वहीँ आएर के खानापिना पनि केही खाएन, अर्नी पनि खाएन, नास्ता पनि खाएन। आएर घर पऱ्यो पियाली गर्न भएर त्यहाँ पियाली भयो। आफै त्यसै केही नगरिकन मऱ्यो। त्यो भने वैशाख 20 वर्ष हुने कि मुखिएर मऱ्यो। एक छोरी बल्ल जाएर एक बल्ल थियो। जानाले कहिल्यै पनि सुख दिया हुँदैन कहीँका क्या त्यही अब कोही खोइदिने न बाँधिदिने अनि छुट्टा एक बल्ल दिए लगाइदिए त्यही खुवाएर बुन गएँ। नेतु तलिएर घर थियो। पछि त्यही घर हाल त्यहीँ तिले तलिएर बिहारे बाले घर हाल्यो। बागी जग्गा हो हामीले घर हाल्यौँ। हामीले घर हाल भनेर त्यहीँमाथि घर हाल्नु पछि उठा मेरी घडेली भनेर पछि ती छोराछोरी मरेर पछि उठायौँ हामीले लुन खलामाथि। पछि हाम्रो भाग लागेर पछि माथि आयौँ। दुःख त खान दिया खाएन आइदिनु त। अनि पछि उ गऱ्यो गाई खुयौँ भन्ने बेला खानापिना खुवाएँ तर भन्छ हलक्क एगलको उल्टी गाडी अहिले क्या उल्टी गाडी 9 वर्षै छोरी हो। 9 वर्षै वैशाख 9 वर्षै भयो। वही वैशाख 9 वर्षै भयो। वही वैशाख काफल पाई किल्ली भइहाल्यो। पछि धेरै क्यान्ने गरी अषाढ वैशाख 9 वर्षै भयो। अषाढ मरी अनि काँडा फलिकन किल्ली भइहाल्यो भन्छ। त्यहाँ मैले काँडा कति लाइन छोडिदिएँ। मलाई लाइन कति मेरो विचारै लाग्दैन। अनि यही कुमाया काँडो त्यहाँ गाईका मुख अड्याटा झुन्डिया पियालिया गाडा मम्मी त्यति आमा ऐसल मम्मी भन्छन् अर्को भन्छन् आमा मैले त्यही पहिल्यै लाग्यो काँडो काटेर फालिजाउँ म सबै खाल्ला हो भने के उपाय माने त जिनु काँडो अनि केही कुबत गराएन त भनेर काटेर भन्छ सबै हुम्मै अझ फालिगएँ राइगएँ हुम्मै अझ त्यहीँ फालिगएँ। जेठी हुने छोरी थिएँ हेराली राइगएँ मान्छे अझ हुने काँडो यही कुमाया माल्दै त्यहाँ सबै खालिया खानै रक्तै छेड्दै खानै रक्तै तालीमाथि बसाइदिने गरी बाबाले गाएर बल्ल ल्याएँ तर मर्न अटेलियो। ओर्मुङ लागिकन एउटी पोर भइगए। त्यहाँबाट गाएर बल्ल भने जेठो त्यही तिकुरै गई कति थियो जाऊ र मम्मी आमा जाऊ र एउटा पानी ल्याएर म खान्छु। त्यही भएन बुइहालेर म उता ल्याऊ उतै हेर्दा हो यता ल्याऊ आउँछौ यता हेर्दा हो भने भुनी त्यहाँबाट पिठी हालेर उता लिएँ यता ल्याएँ। एक ताउलो खोरामाथि राखेर ल्याएँ पानी हो त्यो पानी हो ताउलो सबै त्यहीले खाली सबै घोप्टो मुन्टो छिराएर यतै ताउलो थियो। 4 महिना पानी ताउलो अब त आएन छिपछिपे मात्रै अलि त राइदिए अरू बची सब खाली अझै अगाएन पानी खाए आयो न्यायसम्म भन्छ च्याल भयो नाउँदो छैन नाम भयो। पछि के गर्दा त रुटुवाल्ने बेला म त मरिगई छोरी खडखड गएर काखमाथि हाल्ने छोरी उहाँ त 9 वर्ष त्यो छोरी भयो भने 11 वर्ष छोरी मरिया 4 दिन भइया थिए। त्यहीँ गइदिन कैठिया भएको त्यहीँको दिन त्यहीँकी रात 4 दिन गोरु खुइने बेला अनि त्यही रक्तै खनिकन मरेको छोरो पनि मरेको 11 वर्ष 3मा पढ्या हो। अनि दुःख भनौँ भने दुःखै सुख भनौँ भने सुखै ऐसालका त दुःख केही छैन जिएन त ऐसाल दुःख केही पाएकै छैन बिचरा।